एन्ड वेलकम टु माई ब्लग। आज चाहिँ हामी यहाँ तोरीदिएको नजिकको फिसिङ के भन्छ पोखरी होइन, सानो नाली जस्तो छ। नाली हिजो हामी त्यहाँ गएर नाली त नभन्नु न, नाली जस्तो छ खोला भन्नु के। ल, सानो खोला छ। हामी त्यहाँ हिजो गएर हेरेर आइसक्यो। अनि आज चाहिँ हामी कचरा थाप्ने भनेर के भन्छ त्यो तिमीहरूतिर भटुवा थाप्नको लागि चाहिँ भटुवा के भन्छ यार, रोजन र म चाहिँ अलिकति पिठो सिठो बोकेर अनि मैले एउटा इन्डियन ट्र्याप, त्यो इन्डियनहरूले बोतलहरू के गरेर बनाउँथ्यो, मैले पनि त्यस्तै बनाएर लिएर आएको छु। हामी चाहिँ त्यहाँ गएर माछा मारेर आज के कसरी माछा मार्न सक्छ सक्दैन त्यो चाहिँ थाहा छैन। ट्राई गर्नको लागि हामी दुईजना चाहिँ दाजुभाइ चाहिँ अब पोखरीतिर लागिरहेछौँ। अब हेरौँ हुन्छ, सक्सेस हुन्छ कि हुँदैन चाहिँ थाहा छैन। तपाईँहरू देख्न सक्नुहुन्छ कति हरियाली छ, कति। यहाँबाट जाउँ न, त्यो सुब्बामा जानु छ पोकसोक किन्नु। यता अब म्याक्स भ्यालुबाट जाने के, मिस्टर म्याक्सबाट हुन्छ ल, जाउँ न। ल तिमी भन त, आज हामीले के माछा मार्न सक्ला जस्तो लाग्छ त तिमीलाई? सक्दैन। हामी अहिलेसम्म कति ठाउँमा गयो माछा मार्नलाई? फिसिङ रड किनेर माछा मार्न जाँदा पनि केही उपाय लाग्यो। 3 पल्टदेखि 4 पल्टसम्म गइसक्यो, अहिलेसम्म एउटा माछा पनि टिपेन। अब आज चाहिँ के हुन्छ कि भनेर आशा गरेको छौँ। अब हेरौँ यो चाहिँ के हुन्छ। अब यो चाहिँ माछा देखायो भन्थ्यो, त्यही हेरेर हो क्या। छ त देखाएको छ त माछा? नाली माछा छ त यहाँ त भए पनि यस्तो कता कसले मार्छ याद छ? भाइले चाहिँ फेरि एकदम गाडीको सोखिन रहेछ। फेरि गाडी चलाउँछु दाइ, यो जहाँ पनि गाडी चलाउँछु, यो पाएँ त्यो चलाउँछु, यो पनि चलाउँछु, त्यो पनि चलाउँछु, सबै चलाउँछु भन्छ। कस्तो राम्रो रुखहरू छ हेर्नु, कसरी सपोर्ट दिएर गरेर। त्यो चाहिँ मैले त्यो के अरे डोरेमन अनि त्यहाँबाट के भन्ने कार्टुनहरू हिँडिन्छ हतौडीतिर हेरेको जस्तै रुखहरू अनि घरहरू त्यस्तो कति छ यतातिर, सब पुरानो क्या। गाडी पनि रहेछ, कति राम्रो त के गाडी हो यो? काठको बनाएर रहेछ यार। यो चाहिँ के काठो दिन्छ, बाँसहरू कस्तो राम्रो हुन्छ क्या यतातिर त। नेपालतिरको भोगोली घाचक मुचुक हुन्छ। त्यो बुढी भागिरह हामीहरू देखेर। अनि यता पार्कहरू पनि हुन्छ सानो यता बच्चाहरूलाई खेलाउनुलाई। तिमी धेरै एक्साइटेड छौ भने मलाई थाहा छ क्या आज माछा मार्नु। हेर सब बाटो चाहिँ एकदम क्लिन हुन्छ क्या, चप्पल हलेर यहाँ खुट्टा खाली उठ्यो भने पाइतालामा पनि फोहोर लाग्दैन जस्तो लाग्छ। माछा मार्न नसक्यो नि यहीँबाट किनेर लानु पर्ला जस्तो छ है। यो माछा चाहिँ दामी हुन्छ। बरु केही सिप लानु भने यहीँबाट पनि उठाएर लानु पऱ्यो है। त्यो यार यस्तो सँगै माछाहरू किनेर खान्छ जस्तो पर्ला त। जापानिजहरू कस्तो कुरा चाहिँ खान्छ तपाईँहरूलाई देखाउँछु। अनि कति वर्ष बाँच्छ यिनीहरू। हामीले खाने भने चाहिँ यस्तो यो खाराखुरो खाने, पिग्लिकै मर्ने भने। त्यत्रो घुमेर आयो होइन, घुमेर आएर क्या केही मन परेन, लाखमा अरे मासु मागेर हेरिरहेको छु म। मासु खाने के खाराकी खाउनु पऱ्यो, खाराकी झिक्नु नि त टिप्नु। मासु आएर मरेछ भने मरेछ, के भन्नु। आज मऱ्यो भोलि 2 दिन हुन्छ नि त्यस्तो। गएर खाइहाल्ने त मासु त। हामी चाहिँ यो मिस्टर म्याक्स भन्नेबाट चाहिँ हामीले यो खाराके अनि यो कोक अनि चिप्सहरू किनेको
सबै चिप्सहरू चाहिँ ब्यागमा राखेको छ ठाउँ नभएर हामी चाहिँ यो हातमा बोकेर हिँडिरहेको छौँ कुरो प्लास्टिक त चाहिन्थ्यो तर हामी योसँग ब्याग भएर चाहिँ हिँड्नु पर्दैन भने अलिक ब्यागमा अटेन अनि यहीँ नजिकै हो क्या अब यही यो सिग्नलको उतापट्टि पारिपट्टि नै हो खोला त्यही भएर अनि त्यहाँ गएर खाइहाल्ने सोचले मात्र हो हामीसँग प्लास्टिक पनि छ छन त साइडमा ब्यागमा अनि यहाँनिर चाहिँ गाडी पार्किङहरू छ यो चाहिँ मिस्टर म्याक्स हो एकदम सस्तो छ है साथीहरू तपाईँहरू तोरीदेमा हुनुहुन्छ भने तोरीदेबाट 15 मिनटको डिस्टेन्समा चाहिँ तपाईँहरूले यो मिस्टर म्याक्स भन्ने ठाउँ आउन सक्नुहुन्छ अनि यहाँ चाहिँ एकदम धेरै सामानहरू पाइन्छ है तपाईँहरूलाई चाहिने घरमा चाहिने अनि सबै कुराहरू खानेकुराहरू पनि पाइन्छ सुपर मार्केटदेखि लिएर यो अब ब्रेडहरू सबै पाइन्छ यहाँ हामी चाहिँ यो ठ्याक्कै सिग्नलको पारिपट्टि यो पारिपट्टि जाने हो अनि यहीँनिर हामी चाहिँ हिजो आएर हेरेर गएको हो उयो जाउँ अलिकति सिग्नल खुल्न लाभर चाहिँ हामी कुद्नु परेको थियो अब यहाँ भाइ बुढो भइसक्यो यता पनि खुलिसकेछौँ त्यो सिग्नल रुल्स फलो गर्नु पऱ्यो त्यति हो अरू भने देखा जाएगा भेट्दो रहेछ फेरि अनि हिजो देखाएको थिएँ कि मैले त्यो अनि उयो डाँडा देखिरहनु भयो यो डिस्कोको ठ्याक्कै पछाडिपट्टि चाहिँ हामी चाहिँ त्यहीँ जानु लागेको हो त्यहाँ चाहिँ ठुलो ग्राउन्ड छ क्या यो गोविन्दाले यस्तो कहाँ गर्छ सबै नेपाली रुल्स फलो गर्दैन यहाँनिर चाहिँ हामीले पुदिना देखाएको थियो क्या अनि यो चाहिँ हेर्नु न गाइस टुलिप भन्छ हो कस्तो खालको टुलिप हो यो काँडाले पानी टुलिप भन्छ फुल्सहरू रे फुलहरू अनि यहाँ चाहिँ मैले पुदिना टन्नै देखाएको थिएँ कि गाइस उयो हेर्नु न यस्तो हर बाख्न आउँछ यो पुदिना नेपालको जस्तो छ होइन सेम बाँच्न पनि यस्तो मजाको क्या लगेर सार्नु हुन्थ्यो कि सार्नु मारिहाल्छ अनि यहाँनिर चाहिँ अब हामी चाहिँ यो ठ्याक्क तपाईँहरूलाई म देखाउँछु हेर्नु है त कस्तो चाहिँ ठाउँ छ तपाईँहरू हामीले कस्तो ठाउँ जानला भनेर सोच्नु भयो होला जङ्गलतिर डाँडाकाँडा त्यस्तो केही पनि होइन हामी नर्मल चाहिँ कस्तो ठाउँ भने यहाँ एउटा ठुलो ग्राउन्ड छ क्या यहाँ मान्छेहरू कति फुटबलहरू खेल्ने हुन्छ त्यो प्र्याक्टिसहरू गरेर हुन्छ अनि यहाँ चाहिँ एकदम राम्रो के एकदम सफा है एकदम सुन्दर ठाउँ छ क्या यो घाँस देखेर भाइ हिजो घाँस काट्छु दाइ म काम भएन यो घाँस देखेर मलाई घाँस काट्नु मन लाग्यो भनिरहेको थिएँ अनि मैले हुँदैन हामीले केही पालेको छैन गाई बस्तुहरू भने अनि हुन्छ दाइ भने हेर्नु आज शान्त रहेछ कुनै छैन होइन तपाईँहरूलाई के लाग्छ हामी ए कस्तो ठाउँमा चाहिँ जस्तो लाग्छ यिनीहरू पनि त्यही त्यहीँ रहेछ फेरि यत्तरी हामी यहीँ आएर हिजो माछा मार्नलाई हेरेको त्यहीँ रहेछ यिनीहरू नि ल कस्तो चाहिँ ठाउँ होला त ल कति फराकिलो कति सफा यहाँ त बलिएर खेल्नु थाले यति र यो वहाँ धेरै टाढोसम्म छ क्या यो ग्राउन्ड अनि त्यसको ठ्याक्कै उतापट्टि चाहिँ खोला छ यो पनि उता पुल देखिरहनु भएको त्यो मुनिभन्दा उतासम्म छ कि यो पुरै यस्तै मात्र हो यहाँ चाहिँ अब यति मान्छे हुन्छ कहिले साह्रै राम्रो आउँछ क्या आज स्कुलको टाइम भयो अब यहीँ उनीहरू फ्यामिलीहरू के गरिरहेछ थाहा छैन अब हामी त्यहीँनिर जान्छौँ हामी चाहिँ पहिला यो खान्छौँ फेरि त्यहाँ फोहोरमा फेरि हात डुबाउनु पर्छ जे जस्तो होइन अलिकति घिन लाग्छ नि त सफा नभयो भने बल ल्यायो बल खेल्नु पर्यो यार खाने भन्दा बरु बल ल्यायो माछा मार्नु केही नै हुँदैन त्यो गराउन ल हामी यो गाडीहरू ओर्लेर जाँदैछौँ घरी घरी बस्दै बस्दै डाली डाली बस्दै बस्दै ल गाइस हेर्नु यहाँ जहाँ जाँदा नि मेरो जाने मान्छे पार्टनरहरू चाहिँ उयो हो फेरि है सबै ठाउँ लिएर गइरहेको हुन्छ हामी चाहिँ म्यान भर्स वाइल्ड आज लडेर हिँड्नु नि तपाईँ सुतेर होइन त्यस्तो नगरौँ यार हेर्नु गाइस कति घाँस कतिसम्मको छ क्या त्यो जुत्ता देखेर हाँस्नु होला मैले बहिनीको लगाएर आएको हो कति राम्रो छ कति राम्रो छ हेर्नु न यहाँ तपाईँहरूलाई म सरर देखाउँछु हेर्नु एकदम राम्रो ठाउँ छ क्या
तपाईँहरूलाई हेर्नु नि यस्तो गरेर लाँदाखेरि कति मजाको ठाउँ छ। उसको पनि च्यानललाई सब्सक्राइब गरिदिनु होला है। के छ र तिम्रो च्यानलको नाम? रोजन डङ्गल है, त्यति हो ल। रोजन डङ्गललाई चाहिँ सब्सक्राइब गरेर धेरै माया गरिदिनु होला। मेरो सबै सब्सक्राइबरहरूले चाहिँ फलो गरिदिनु होला। धन्यवाद। हस् धन्यवाद। अनि हामी चाहिँ अब खासमा जान लागेको ठाउँ भने चाहिँ यहाँनिर चाहिँ भल्भ त्यो गेट छ क्या पानी खोल्ने। हिजो चाहिँ सानो थियो, आज चाहिँ कत्रो छ भन्ने हो। तपाईँहरू देख्नुभयो भने अलिक हाँसो लाग्ला। आज त वाइ ठुलो रहेछ त पानी वाइ ला। हिजो सुक्खा थियो, आज त यत्रो रहेछ यार। ल यहाँ चाहिँ के यस्तो फोहोर छ त यार। हिजो त सफा थियो त फेरि। हामीले चाहिँ यहाँनिर कचरा थाप्ने भनेर आएको यस्तो फोहोर आएछ। हिजो सफा थियो क्या। यो त पिसाब पिसाब खोल्यो कि हाल्छ यस्तो रह्यो त। अब बेदै पनि घिन लाग्ने रहेछ अहिले त। हिजो यस्तो फिर सिज केही थिएन कि यत्तिकै यस्तै पानी बगिरहेको थियो। हेर्नु त्यहाँ देख्यो माछा उफ्रेको पानी थियो। अब आज त यार हिजो माछै देखाएको थियो खोलामा, आज ठुलो खोलेछ है। हिजो पानी थिएन नि। यस्तो ठाउँमा त यार के जानु, अब त यही मासु खाएर फर्किनु पर्ला। मैले भने अब बल ल्याएर बल्दिनु भनेर बरु एकछिन आइहाल्छ नि। अब यो चाहिँ एकछिन खाएर बसौँ पहिला। यस्तो फोहोर पानीमा हात डुबाउनु हुन्छ। आइसक्यो अब लक्ष्यको लागि अब फोहोरै भए पनि केही गर्न सकिँदैन। बुढो आइरहेको हेर्दै के गर्नु पर्छ। हामीले चाहिँ खाना लाग्यो है। यस्तै गर्नु पऱ्यो यसलाई। ल गाइस खाएँ ल। मासुको त पुरै नभन्नु यति मिठो यति स्वादिष्ट छ। मासु यहाँ मरिन्छ नि के भयो त अब हो कि होइन। आज मऱ्यो भोलि 2 दिन खाने हो झ्याम्का झ्याम। गाई यहाँ चाहिँ होइन कस्तो माछाहरू तल हम्फालिरहेको क्या। खोलातिर गइरह है, यतातिर गइरहेछ। अनि उसले देखिहाल्यो क्या त्यो चाहिँ ठुलो पानी ठुलो भएर गएको हो क्या। त्यहाँ माछा कति हो क्या। जाउँ म हम्फाल्छु बरु। मैले त कति पनि उसलाई खोलिसक्यो यार हम्फाल्नलाई। जाउँ म समाउँछु बरु। अब त तिमी यो भिडियो बनाऊ म उ गर्छु। पुसौँ न यार त्यसलाई त्यो लाग्यो ल। गइहाल्यो त कहाँ जाने? उतिर यसरी सम्म यतापट्टि यता कहाँ जाने? अनि यो बन्द गर्नु पऱ्यो नि। यो कहाँ फोहोर हुन्छ पर्खिनु। भागिसक्यो तल गइसक्यो। भागिहाल्यो नि तल गयो कि। त्यसलाई पानी सानो भएर नगारेछ कि हिजो अस्ति गइस्यो भनिरहेको छु त। अहिले नि आइदिनु हुन्थ्यो एउटा है। म त ल्याम्मै समाइदिन्थ्यो। ल हाम्रो चाहिँ भट्टु ल है गाइस रेडी हुँदैछ होइन। रेडी भइसक्यो यसरी बनाएको भट्टु होइन। तर नेपालमा चाहिँ अलिक छुट्टै तरिकाले बनाउँछ। यहाँ चाहिँ डोरी नभएर स्रोत र साधन त थियो तर यतिकै हुन्छ। तोरी आइजु अहिले चाहिँ यसरी गरेर छ होइन। ल है एउटा रमाइलोको लागि हो। अनि यो चाहिँ हाम्रो किचनको टालो हो। यसरी मारेको छौँ। सुरुमा चाहिँ यो लिएर गएर थापेर अनि बाँकी काम चाहिँ हामी एकछिनपछि गर्नेछौँ। पर्खिनु कति मान्छे आइरह। हामी यसरी गइरहेका छौँ। त्यो मान्छे आइरह। हेर्न सक्नुहुन्छ गाइज। मान्छेहरू ल जाउँ ल राखिहाल्यौँ। माछाहरू देखाउँछ त्यहाँ
जापानिज हेर्दा भएर भुइँमा राखेको छु कि लुकाएर माछा हेर्न सक्नुहुन्छ छैन गइसक्यो अझै यो भट्टु निकालेर कसै टेक्निक त सँगै छ पानी सबै छ पानी त सबै हो पानी चाहिँ हेर्न सक्नुहुन्छ होइन कस्तो बुलर आएको मा झेक्ने यार ल पानी चाहिँ सफाइ छ हेर्न कहाँ जानुभएको कहाँ ए देख्न सक्नुहुन्छ होइन गाइस छैन 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 हाम्रो गाउँतिर पाउँछ नि जुन असला माछा भन्छ नि त्यही टाइपको माछाहरू चाहिँ यहाँ त्यही सक्नुहुन्छ हो त्यहाँ बिचमा हालिदिनु न त्यहीँतिर त्यहीँ हालिदिनु समात्नु झ्याप्पै हो त्यही निकालेर झ्याप्पै त्यहीँ राखिदिनु ल अलि खाल्टो खनेर होइन होइन धेरै नहलाउनु त्यो देख्छ कि तिनीहरूले अलिक खाल्टो बनाउनु नचल्ने तरिकाले होइन फुत्किन्छ कि अहिले त्यो त्यसको माथि माटो छोपिदिनु फेरि खाल्टो बनाएर अलिक खाल्टो खन्नु बनाउनु पर्छ कि ढुङ्गाहरूले चेप्नु माटो भर्नुपर्छ नि त माथि अलिअलि नत्र त सेतो देखेर तर्से छिर्दैन गाई देख्न सक्नुहुन्छ है हामीले चाहिँ भट्टु थाप्दैछौँ टेन्सन हुन्छ होइन त्यही भएर त चेप्नुपर्छ माटोले गाड्नुपर्छ नि बोतलै बोतल छ त है सोझी गर्न भनिदिने हो पानी पोर्दियो अनि त्यो सफा गर्दा उचालिदिन्छ यार माछाले त यार उचाल्दैन सानो हो त्यो ठुलो माछा पर्ने हो र भने माछै भागे चाहिँ क्या हो देख्दैन त माछै के हो यार यो त यार ल हामीले चाहिँ आउँछौँ होइन सामान यस्ता यस्ता माछा पारा हेर्दा त माछा समात्ला जस्तै देखिन है देख्न सक्नुहुन्छ हामीले चाहिँ भट्टी यहाँनिर थापेका छौँ खानेकुरो थोरै हाल्यो क्या तपाईँले यहाँको माछाले भट्टु नै थाहा छैन होला घुम्दैन नेपालमा त अहिले एकछिनमा आउला यहीँ बस्यो भने त कहाँ आउँछ त हामीले यसरी भट्टु थापे आऊ अब हाम्रो अर्को टेक्निक गर्ने लगाएछ होइन यहाँनिर भट्टु थापेको छ हामी यसको रिजल्ट चाहिँ 1 घन्टापछि दिनेछौँ देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ ठुलो ठुलो माछाहरू छन् होइन माछा चाहिँ हामी यहाँ मार्छौँ त्यहाँ चाहिँ सानो कचौरा थापेछौँ भट्टु माछै देख्दैन त खै कहाँ गयो सब भागिसक्यो तलतिर
हाम्रो दोस्रो मिसन, फर्स्ट मिसन त हामीले गरिसक्यो सेट होइन। अब हाम्रो दोस्रो मिसन सुरु हुँदैछ। दाजुले यहाँ जुम्बी गर्दैछ। खास यो चाहिँ समुद्रमा गर्ने हो, हामीले चाहिँ अब यहाँ गर्दैछौँ होइन। माछा त पाहामा जाँदो रहेछ दाइ यार। तपाईँले भट्टु बिचमा राख्नु सक्नुहुन्छ गाइज। हाम्रो सेकेन्ड मिसन यो चाहिँ मैले खास इन्डियनहरूले हुन्छ समुद्रमा यसरी हानेको देखाएको थिएँ। आज पर्दै पर्दैन थाहा पाइहाल्छ। यस्तो गर्छ यहाँनिर पिठो हालेर खासलाई गर्छ क्या। खै त्यो भक्कुमा त एउटै आएन यार माछा। यहाँको माछाले भट्टुमा खानु जाने छैन। तर पानी अघिको भन्दा ठुलो भएको लाग्यो होइन। माछा त्यो ओह्रालो लाएर गएको रहेछ। उताको तालमा लगेर हाल्ने नभए ऊ त्यहाँ छेउमा गएर नि उहाँ उताको तालमा हाल्ने क्या छेउमा गएर। कता उताको तालमा कछुवा होला फेरि भुत्रुक्क। एउटै आउँदैन यार माछा त त्यो भट्टुमा। हेर ल हाम्रो चाहिँ रेडी भइसकेको छ। अनि त्यहाँ चाहिँ के हाल्ने? पिठो हो ल अहिलेसम्म 4 पल्ट भयो है माछा मान्लिएर दाइले होइन। 4 पल्ट भयो अहिलेसम्म एउटा पनि मारेको छैन। ओए काटे के ल देख्न सक्नुहुन्छ गाइज माछा हन्टिङ। हाम्रो भट्टुमा चाहिँ एउटा माछा पनि छिरेको छैन गाइज। यहाँ त माछै छैन क्या दाइ, सब भाग्यो तलतिर। माछा सब भागिसक्यो जस्तो छ कि। उ गर्न घोप्टाउन घोप्टाउन घोप्टाउनु घोप्टाउनु। उहाँ हेर्न माछा कुदिरहेको ऊ त्यो फुलेको उहाँ हो त्यो फुलेकोमा हुराउनु न। पानी थापेर चाहिँ हुराउनु न, पानी थापेर चाहिँ हुराउनु न। त्यो टिकटकमा देखे भरमा गर्छ होइन। ल अझ
हाम्रो दाइको माछा मराइदिए जस्तो छ होइन अहिले भर्नु न त्यो त ढुँदै हुँदैन नि थेट भर्नु के भरि भरि भर्नु न भरि भर्नु न भरि पानी भरि भर्नु क्या त्यो हुँदैन भरि भर्नु के ढुङ्गा हाल्नुपर्छ फुल भरि गराउनु न दुईटा प्लान फेल भइरहेको यहाँ हाम्रो माछा मार्दैछ भट्टमा नि आउँदैन भट्टमा नि आउँदैन पिठोमा सङ्लो पानी आउँछ त होइन माछै छैन यार भागिस यहाँको माछा छैन यहाँ माछै छैन होइन यिनीहरूले खाँदैन हाम्रो भट्टुमा एउटा माछा पनि नाचे छैन है हामीले चाहिँ माछा मार्न चाहिँ आएको मार्न चाहिँ सकेन अब हामी चाहिँ घरतिर लाग्यौँ यो चौरै चौर बिस्तारै दिक्क लाग्यो अब हामी चाहिँ घर जान्छौँ
तपाईँहरूलाई यो भिडियो चाहिँ बेलुका पोस्ट गर्नेछौँ हामी। त्यही हो, अब माछा मार्ने भनेर लक्ष्य लिएर आयो, माछा नै पाएन। माछा पायो, मार्न सकेन।